हेलो नमस्ते तथा स्वागत छ यहाँ सबैजनालाई। आज हामी चाहिँ विशेष गरी अलिकति हाम्रो विषयवस्तुभन्दा बाहिर रहेर आज चाहिँ हामी कुराकानी गर्दैछौँ। जस्तै हामीले जो कहिले पनि अहिलेको जमानामा अहिलेको तत्कालको अवस्थामा चाहिँ हामीले यी इन्टरनेट ब्याङ्किङको हिसाबले चाहिँ कनेक्ट आइपिएस जसले पनि प्रयोग गरिरहेका छौँ। त्यो कनेक्ट आइपिएस प्रयोग गर्दा गर्दै कहिलेकाहीँ हाम्रो पासवर्ड बिर्स्यो भने हामीले पासवर्ड रिसेट गर्दाखेरि त्यहाँनिर हामीले त्यहाँनिर दिएको क्वेसनहरूको एन्सर त्यहाँ सर्टेन चाहिँ हामीलाई दिएको हुन्छ। त्यो क्वेसन एन्सर चाहिँ हामीलाई थाहा नभइदिएको अवस्थामा हाम्रो त्यो एकाउन्ट जति कनेक्ट आइसँग हामीले जति लिङ्क गरेको ब्याङ्क एकाउन्टहरू छ त्यो पुनः त्यहाँनिर सस्पेन्ड गरिदिन्छ। त्यो सस्पेन्ड गरिसकेपछि हामीले त्यो कारोबारहरू चाहिँ गर्न सकिँदैन। सो त्यस्तो खालको समस्या सबैजनालाई भइरहेको हुन्छ र त्यो समस्या मेरो मेरो एकाउन्टमा पनि भएको हुनाले त्यसैलाई चाहिँ कसरी हामीले चाहिँ आफैले सेल्फ भेरिफाई गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले हेर्छौँ। यसलाई दुई तरिकाबाट हामीले चाहिँ जुन हाम्रो सस्पेन्डेड भएको ब्याङ्क एकाउन्टलाई चाहिँ हामीले एक्टिभ गर्न सकिन्छ। एउटा कि त हामीले ब्याङ्कमा गएर त्यो सस्पेन्डेड फर्म भरेर चाहिँ त्यहाँनिर फेरि एक्टिभ गरिदिनु भनेर हामीले रिक्वेस्ट गर्नु पर्यो, कि त हामीले चाहिँ के भन्छ अनलाइनबाट आफैले पनि गर्न सकिन्छ। सो त्यसमध्येको हामीलाई जस्तै हेर्नुभयो भने मेरो यहाँ तीनवटा ब्याङ्क एकाउन्ट चाहिँ के भएको छ यहाँनिर कनेक्टेड छ, जसमा त्यो मेरो प्रभु ब्याङ्कको चाहिँ यहाँनिर सस्पेन्डेड भनेर देखाइरहेको छ। सो अब सस्पेन्डेड ब्याङ्क एकाउन्टमा मैले के गर्ने, यसलाई चाहिँ क्लिक गर्नुहोस्। यसलाई चाहिँ मैले यो यहाँनिर सस्पेन्डेड भएको छ। अब यो ब्याङ्कबाट मैले कुनै पनि कारोबार गर्न सक्दैन। अब सस्पेन्डेडलाई मैले पुनः फेरि एक्टिभेट गर्नको लागि चाहिँ तपाईँले सबैभन्दा यो कनेक्ट आइपिएसको ड्यासबोर्डमा गइसकेपछि खोलिसकेपछि तलपट्टि हामीले हेर्नुभयो लिङ्क एकाउन्ट छ, त्यसपछि म्यानेज एकाउन्ट भन्ने छ। म्यानेज एकाउन्टमा क्लिक गर्नुभयो भने अब मेरो यो तिनवटा ब्याङ्कको एकाउन्ट मध्ये दुईवटा ब्याङ्क चाहिँ एक्सेप्टेड भएको छ। हेर्नुहोस् न यहाँनिर एक्टिभ देखाइरहेको छ। यसबाट मैले चाहिँ कारोबार गर्न सक्छु। र तलपट्टिको एउटा यो अर्को प्रभु ब्याङ्क लिमिटेडको चाहिँ के छ, सस्पेन्डेड भनेको छ। र सबै मेरो चाहिँ अस्ति त्यो मैले पासवर्ड बिर्सिँदाखेरि चाहिँ यो सबै सस्पेन्डेड भएको थियो, जसमध्ये मैले यो दुईवटा एकाउन्टलाई चाहिँ के गरेँ एक्टिभ बनाएको थियो भने अब बाँकी भएको यो के अरे यो अर्को एउटा एकाउन्टलाई चाहिँ कसरी हामीले चाहिँ एक्टिभ गर्ने भन्ने कुरा चाहिँ अब यो सस्पेन्डेड भन्नेमा क्लिक गर्नुभयो भने कसरी क्लिक गर्ने भन्दाखेरि फर्स्टै भन्दा म्यानेज एकाउन्टमा जानु होला। म्यानेज एकाउन्ट गइसकेपछि तलपट्टि जुन सस्पेन्ड भएको छ त्यो एकाउन्टमा हामीले यसरी क्लिक गर्नुभयो भने क्लिक गर्न सक्नुहुन्छ। र क्लिक गरिसकेपछि यतापट्टि सेल्फ भेरिफाई भन्ने छ, माथि टपमा हेर्नुभयो भने यतापट्टि यो ब्याङ्कको नाम सस्पेन्ड सेल्फ भेरिफाई भन्ने छ। सेल्फ भेरिफाईमा तपाईँले क्लिक गर्नु होला। सेल्फ भेरिफाईमा क्लिक गरिसकेपछि एकछिन हाम्रो खुल्छ। अब यसमा चाहिँ तपाईँले आफू कहाँ मोबाइलमा अथवा मेलमा आएको है तपाईँहरूकोलाई चाहिँ के आउँछ, एकछिन चाहिँ हाम्रो ओटिपी आउँछ। त्यो ओटिपी चाहिँ हामीले यसमा वान टाइम पासवर्ड चाहिँ हाल्नुभयो भने हाम्रो चाहिँ एकाउन्ट चाहिँ भेरिफाई हुनको लागि प्रोसेस हुन्छ। हामी एकछिन केही समय पर्खिन्छौँ। यहाँनिर भनेको छ जस्तै सेल्फ भेरिफिकेसन प्रोसेसमा चाहिँ तपाईँको ओटिपी चाहिँ मोबाइल नम्बर अथवा मेलको थ्रुमा चाहिँ हामीले पाउन सकिन्छ भनेर भनेको छ। सो मेरोमा यो ओटिपी कोड आइसकेको छ। मैले यहाँनिर ओटिपी कोड टाइप गर्छु। तपाईँहरूकोमा पनि यो तपाईँले यो गर्नुभयो भने तपाईँहरूकोमा पनि मोबाइलमा अथवा मेल थ्रुमा चाहिँ के हुन्छ, हामीले चाहिँ ओटिपी कोड पाउन सकिन्छ। मैले यहाँ चाहिँ ओटिपी कोड टाइप गरेँ। अब यसको चाहिँ मलाई चाहिँ आयो टर्म कन्डिसनहरू चाहिँ मन के अरे एक्सेप्ट गर्छु भन्नु पऱ्यो, एग्री छु भन्नु पऱ्यो, अनि सबमिट गर्नुभयो भने यो चाहिँ एकछिन टाइम लाग्छ। सबमिट चाहिँ यसपछि तपाईँले ओटिपी आएको ओटिपीलाई टाइप गरिसकेपछि तपाईँको ओटिपी त्यो भेरिफाई भइसकेपछि तपाईँलाई चाहिँ तपाईँको मोबाइल ब्याङ्किङ एकाउन्टमा जानुपर्ने हुन्छ। र त्यसमा चाहिँ माइक्रो डिपोजिट भनेर चाहिँ सर्टेन टाइम पैसाहरू चाहिँ त्यहाँनिर पठाएको हुन्छ। अब तपाईँले त्यसपछि हामीले चाहिँ आफ्नो मोबाइल ब्याङ्किङमा गएर यहाँ मोबाइल ब्याङ्किङ एप खोल्नु होला। मोबाइल ब्याङ्किङमा खोली गएपछि त्यहाँ माथिपट्टि दुईवटा माइक्रो डिपोजिट नम्बर त्यहाँ चाहिँ पैसाको जस्तो सानो सिम्बल आएको हुन्छ, त्यहाँ त्योलाई चाहिँ टाइप गर्ने। मेरोमा चाहिँ एउटा माइक्रो डिपोजिट फर्स्ट वान र सेकेन्ड भनेर आएको हुन्छ। त्यो तल्लो पहिलोपट्टि 1 र 2 भनेर त्यहाँ देखाएको हुन्छ। जस तपाईँको मोबाइल ब्याङ्कमा हेर्न सक्नुहुन्छ। र 0.27 भनेर अर्को भनेको मेरोमा 0.09 भनेर चाहिँ 9 भनेर आएको छ। अब यसलाई जुन हाम्रो मोबाइल ब्याङ्किङमा अथवा हाम्रो चाहिँ मोबाइल ब्याङ्कको एपमा आएको छ त्यो त्यो हामीले माइक्रो डिपोजिटलाई यहाँ सबमिट गरेपछि हाम्रो चाहिँ यो काम चाहिँ के हुन्छ, तपाईँको एकाउन्ट चाहिँ के हुन्छ, सक्सेसफुली भेरिफाइड भन्छ। भनेको चाहिँ अब तपाईँ हामी जो कोहीको पनि यस्तो खालको समस्या हुनसक्छ। सो सस्पेन्डेड एकाउन्टलाई चाहिँ आफैले ब्याङ्क नगइकन हामीले आफैले पनि भेरिफाई गर्न सकिन्छ। त्यसको लागि तपाईँहरूलाई मैले सिकाइसकेँ। सो त्यही प्रोसेसबाट तपाईँहरूले गर्न सक्नुहुन्छ। र यति भन्दै हेर्नुहोस् त अब यसपछि मेरो चाहिँ के हुन्छ, अघि सस्पेन्डेड भएर यहाँनिर अलिकति येलो कलरमा देखाएको थियो भने अहिले चाहिँ यहाँनिर के देखाइरहेको छ, एक्सेप्टेड देखाएको छ। सो थ्याङ्क यू सो मच सबैजनालाई। सो तपाईँलाई यो भिडियो कस्तो लाग्यो, यदि तपाईँलाई हेल्पफुल भयो
राम्रो लाग्यो भने तपाईँहरूले प्रतिक्रिया र हामीलाई चाहिँ सब्सक्राइब गरेर चाहिँ सहयोग गरिदिनु होला। बाई बाई सबैजनालाई।